त्यो मेहन्दी लगाउने कार्यक्रम चलिरहेछ। सब एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल है। आजको दिन म चाहिँ त्यहाँ आज हाम्रो चाहिँ आज क्रिकेट छ क्या, त्यहाँ क्रिकेट हेर्न जाँदैछु। म यहाँ अब घरबाट चाहिँ भर्खरै निक्लिसकेँ। दाइहरू सबैजना पुगिसक्नु भएको छ अरे। म चाहिँ अलि ढिला भएँ। एक म्याच चाहिँ केटाहरू खेलिसकेँ अरे। अब 11:30 बजी म्याच छ अरे। म त्यहाँ जाँदैछु। म चाहिँ यहाँ ट्रेन स्टेसनबाट ट्रेन चढिसकेँ। त्यहाँबाट बस चेन्ज गर्नुपर्छ। अनि बस चेन्ज गरेर त्यहाँ चाहिँ म 2-4 मिनट हिँडेँ नि त्यहाँ पुग्छु। म चाहिँ सुतेछु क्या। आज हाम्रो टिमलाई म सपोर्ट गर्न जान्छु, नेपाली ब्रदर्सलाई। हाम्रो चाहिँ 2 टिम छ त्यहाँ। नाम पनि हाम्रो क्लबको चाहिँ 2वटा टिमले पार्टिसिपेट गरेको छ। 2वटाको चाहिँ हाम्रो नेपाललाई रिप्रेजेन्ट गरेर भन्नाले सबै नेपाली कम्युनिटीको हो। तर चाहिँ हाम्रो चाहिँ नाम चाहिँ सन र सूर्य छ। सन र सूर्य नेपाली ब्रदर्स कोपेनहेगन टिम चाहिँ छ। म त्यहाँनिर गएर तपाईँहरूलाई सब कुरा देखाउने होला छु आज के हुन्छ। तर यो टिम भनेको चाहिँ पोहोर सालको हाम्रो विनर टिम पनि हो, नेपाली ब्रदर्स। लेट्स सी भिडियोहरू अब भिडियोहरू यसरी बनाइराख्छु भन्ने लागिरहेको छ। के हुन्छ जाउँ। मलाई चाहिँ बोल्न लाज लागिरहेको छ, त्यही भएर चाहिँ बिस्तारै बिस्तारै बोलिरहेको छु। हाम्रो भलिबल खेल्ने हल है। यहाँबाट चाहिँ हिँड्नुपर्छ। यहाँबाट म बस चढिसकेर अब यहाँबाट चाहिँ झरेर हिँड्नुपर्छ थोरै समय। म चाहिँ यहाँ लोकेसन हेर्दा हेर्दै म्यापले यतै नजिकतिर लिएर आएको छ। म चाहिँ सुतेछु क्या, त्यही भएर दाइहरूसँग आउनु पाएन। हेरौँ एक म्याच चाहिँ भइसक्यो अरे। अब अरू छ होला, कस्तो हुन्छ के हुन्छ म देखाउँछु। आज दिनभरि नै लास्ट सायद देखाउँछु होला मैले। तपाईँहरूलाई हेर्दै जानु। यस्तो जान्छ यो चाहिँ प्रायः डेनमार्कमा ओपन फुटबल भलिबल त ओपन हुन्न, फुटबल क्रिकेट हुने ठाउँ नै यही हो टिम्बिया। यो यहाँ यता वरिपरि चाहिँ नेपालीहरूको ठुलो बसाइ छ कि, धेरै नेपालीहरू यतै बस्नुहुन्छ। त्यही भएर नि होला, ठाउँ पनि राम्रो छ नि त। क्रिकेट यहाँनिर रहेछ। ए हाम्रो टिम चाहिँ यहाँ रहेछ। राइट दर्शन भर्खरै हेलो अभिषेक है। यस्तो ल छिमेकी अब हामीलाई त मतलबै छैन। सर नमस्ते। सर नमस्ते। मेरो छिमेकी यस्तो चाल्छ नबोलाइकन फाडी। म बिर्सेछु कि म अलिक यहाँ सराउनु पर्यो, सरी त्यसको लागि। हेलो हाम्रो टिम है। हाम्रो टिम के छ दाइ नमस्ते। हेलो क्याप्टेन साहब के छ? रमाइलो भइरहेछ। यता हाम्रो छेउमा पनि क्रिकेट हुने छेउमा पनि अन्डर 14 नेपालीहरूको बच्चाहरूको अन्डर 14 को चाहिँ म्याच हुँदै रहेछ, टुर्नामेन्ट हुँदै रहेछ। यहाँ चाहिँ हाम्रो प्रकाश दाईको छोराहरू सबै होला नि, ऊ पनि राम दाईको छोराहरू सबैजना हाम्रो बच्चाहरू यतै छन् रे। हेरौँ यो चाहिँ यस्तो टुर्नामेन्ट चाहिँ भइराख्नुपर्छ, किन भनिसकेपछि बच्चाहरूलाई प्रोग्रेस गर्न सजिलो हुन्छ। यहाँ त डेनमार्कमा त भलिबलको क्रिकेट फुटबलको क्रेज बवाल छ नि त। फेरि युरोपमा हाम्रो राम्री बहिनीहरू है। के भयो गेम? भाइहरूको के भयो? भएको छैन? बाबा खाइ त
उहाँहरूको लागि केही गर्नुपर्छ, उहाँलाई नेपाल चिराउनुपर्छ, नेपालीसँग चिरोजारो गराउनुपर्छ, इन्टिग्रेसन गराउनुपर्छ र उहाँहरूलाईको लागि हामीले केही गर्नुपर्छ। अब हाम्रो जनसम्पर्कको आगामी योजना भनेको यी बाबु नानीहरूलाई चाहिँ हामीले चाहिँ ट्रेनिङ त्यो चाहिँ हाम्रो कप रहेछ है, विनर कप। दीपक रिजालज्यू ग्रुप 14-15 लाई रेडी गर्नु होला। दीपक रिजालज्यू ग्रुप 14-15 लाई रेडी गर्नु होला। दीपक रिजालज्यू ग्रुप 14-15 लाई रेडी गर्नु होला। यिनीहरू चाहिँ सबै नेपाली कम्युनिटीको बच्चाहरू हो। यसरी नै गेमहरू भइराख्यो भने बच्चाहरूलाई होइन, बच्चाहरू ग्रो हुने बेलामा आफ्नो संस्कार संस्कृतिहरू सिक्दै जान्छन् बच्चाहरूले। यो भएको चाहिँ एकदम राम्रो लाग्छ है मलाई चाहिँ। नेपाली कम्युनिटीको लागि हरेक कुराहरू सिक्दै जान्छन् है। हाम्रो राशिहरूको गेम भइरहेको रहेछ। गेम चाहिँ एज वाइज डिभाइड भएको रहेछ। यतातिर चाहिँ अलिक ठुलो ठुलोको छ। अरू हामी के गर्ने? इन्टरभ्यू गर्ने आएछ। हामी इन्टरभ्यू गरौँ। कसले जित्छ होला क्रिकेट? ल थ्याङ्क यू। हाम्रो टिमले जित्छ होला नि। यस्तो गर्नु त। अब हजुरको पालो ब्रदर। हजुरलाई के होइन होइन अरू कुरा सोध्नु न। बेल्जियम कस्तो लाग्यो हजुरलाई? बेल्जियम मेरो भ्लगमै छ, त्यही भएर भनेको छु मैले। हेरेको छैन, मैले देखेको छु युट्युबमा। इन्टरभ्यू हाम्रो मेसी हो, यो हाम्रो मेसी हो। अहिले खेलेको छैन होइन त कति गोल हान्छ साँझ? कतिवटा? 6 7 ना 3 ह्याट्रिक हान्छस् कि डिफ्रेन्ट उसमा? ह्याट्रिक हान्छस्? ह्याट्रिक वा तेरो टिममा को को छ थाहा छैन? हेर न त्यहाँ कस्तो राम्रो देखाएको छ। हाम्रो फ्युचर मेसी गाइस। मेसी हो यो। खै मेसीको सेलिब्रेसन हान्छ त मेसी। यो यस्तो नि हो अनि यस्तो नि हो। वाउ क्रिकेटमा को जित्छ? क्रिकेटमा को जित्छ? नेपाली ब्रदर्स। खै पछाडि फर्केर देखा न नाम यस्तो गर्नु। प्रयास नि त भाइ हिरो। पहिलो टिम चाहिँ 1 गोल हाने हाम्रो भाइले। नाम के र दा? परिउन श्रेष्ठ, हाम्रो प्रकाश दाइको छोरो। के रे फेरि भन त ल। कङ्ग्रेचुलेसन। कसै हारे होइन? हाम्रो प्रकाश दाइको छोरो है यो चाहिँ। ओइ गोल हालिस् यहाँ? कति गोल हालिस्? तीनटा गोल हालिस् अहिलेसम्म? हामी त क्रिकेटतिर भाइ क्रिकेट कहाँ गएको भइरहेको यहाँ? अहिले एफसी गोर्खाली र सुदूरपश्चिमको हाम्रो ट्रेन चाहिँ यहाँ छ नेपाली प्रदेशको। हाम्रो नेपाली प्रदेशका पुण्टे छोरा उनीहरू। म्यानेजरका छोरा, पकवालका छोरा। ओइ तेरो नाम के हो? के भन्दै? रिभर भन्दै। रिभर हो?
कति राम्री छन् हाम्रो बहिनी 58 रनको टार्गेट भयो अब चाहिँ बोलिङ सुरु हुँदैछ भाउजू जाडो भयो घाम चाहियो के चाहियो चम्की देखा के लगाउनु लाग्यो सुम्निबा के लगाउनु लाग्यो भन त टाउको छोड नहल्लाइदियो साउन्ड महिना लागिसक्यो यता गेम चलिरहेको छ यता कुन चाहिँ टिमको गेम हो यो यति बेला क्लासिक भर्सेस नेपाली पर्दो सूर्य हैन कडा प्रतिस्पर्धा भइरहेछ यति बेला चाहिँ नेपाली पर्दोसले 2 ओभरको क्षतिमा 2 ओभर कहाँ 0 ओभर छ हाम्रो चाहिँ बेलुका खाना कस्तो छ यता यसो टेस्ट खानेर भन्नु न टेस्ट खानेर भन्नु दामी है हुँदै मैले पनि खाना खान्छु यहाँ सबजनाले खाना खाने बेला भएको छ सन्देश दाइ तपाईँ खाना खानुभयो म अब खान्छु बिस्तारै पावर पावर ब्याङ्क चार्जर ल भाउजूहरू उता हुनुहुन्छ अनि गेम के भयो त गेम एउटा चाहिँ अब अघिल्लो चरणमा अघिल्लो चरणमा सूर्य चाहिँ भयो सूर्य भोलि आउने कुरो छ सूर्य अस्ताइसक्यो चन्द्र चाहिँ छ अझ बाँकी चन्द्र चाहिँ अहिले भरे आउँदैछ नि अब सूर्य चाहिँ भोलि आउँछ ल अस्ताउँदैछ नि त ल गेम नै दामी खेल्यो त वेल प्लेड होइन अब हार जित एउटाले जित्नु पर्छ एउटाले हार्नु पर्छ आफ्नो बेस्ट दिएको केटाहरूले नेक्स्ट इयर यहाँबाट चाहिँ ग्रो हुनु पर्यो क्या ल ठिक छ प्रकाश दाइ ए उता फुटबलको ब्रदर साथ छ फुटबलमा पनि भनेको ए हो दाइ ल ट्रफी लिएर आएको ल ठिक छ ल दाइ ल सायद यो भिडियो चाहिँ यही होला दाइ ल सबैजनाले हेरेर साथ दिनु कस्तो लाग्छ थ्याङ्क यू सो मच ल हाम्रो क्यामेराम्यानलाई